अब हामी नेपाली ट्रेनिङ भिडियोको 14 नम्बरमा छौँ, जसमा चाहिँ इरेजर टुल, ब्याकग्राउन्ड इरेजर टुल र म्याजिक इरेजर टुलको बारेमा हेर्नेछौँ। जस्तै म एउटा फोटो ओपन गरेर ल्याउँछु, कन्ट्रोल हो, जस्तो मसँग एउटा फोटो छ, कन्ट्रोल जेड गर्छु र त्यसपछि यहाँ हामीसँग फर्स्टमा इरेजर टुल भनेको छ। यसको युज कतिखेर गर्नुहुन्छ भन्दाखेरि यदि तपाईँलाई कुनै फोटोको आवश्यकता ठाउँमा ब्याकग्राउन्ड इरेज गर्नु पर्यो भने त्यतिखेर तपाईँले यसलाई युज गर्न सक्नुहुन्छ। मानिलिउँ तपाईँसँग यहाँ ब्याकग्राउन्डमा व्हाइट कलर छ भने तपाईँले यहाँ यसरी यहाँ सेलेक्सन गरिदिनुहोस् त। सरी, यहाँ हाम्रो ब्याकग्राउन्डमा मसँग व्हाइट कलर छ र इरेजरको साइज तपाईँ कति गर्न चाहनुहुन्छ, यहाँ साइज राख्न सक्नुहुन्छ। कति चाहियो तपाईँलाई, यसरी सिलेक्सन गरिदिनुहोस् र यसो हुँदाखेरि यो हाम्रो डिलिट भयो जस्तो लाग्छ, तर वास्तवमा त्यो डिलिट भएको हुँदैन। यो हाम्रो ब्याकग्राउन्ड कलर सिलेक्सन भएको छ, त्यही ब्याकग्राउन्ड कलर आइरहेको हुन्छ। जस्तो हेरौँ त, यस्तो भइरहन्छ, ब्याकग्राउन्ड कलर आएको वास्तवमा। र यसलाई तपाईँसँग यदि यो नयाँ लेयरमा छ भने, जस्तै यहाँ लगेर हालिदिन्छु म। अब यसलाई यो लुकाइदिनुहोस् त, यसलाई हाइड गरिदिनुहोस् र अब यदि यो युज गर्नु यतिखेर चाहिँ यो डिलिट भइरहेको हुन्छ। यो पछाडिको हाम्रो अहिले ब्लू कलर छ, तर पनि यहाँ ब्लू कलर आइरहेको छैन। यसरी तपाईँले यसलाई युज गर्न सक्नुहुन्छ। र त्यस्तै गरी अर्को छ हामीसँग यहाँनिर गएर ब्याकग्राउन्ड इरेजर टुल। अब यो इरेजर टुल चाहिँ पारदर्शी हुँदैन र यो चाहिँ के हुन्छ त, ब्याकग्राउन्ड इरेजर टुल चाहिँ फेरि पारदर्शी हुन्छ। जस्तो तपाईँले अब यसको ब्याकग्राउन्ड चाहिँ देखिने गरी डिलिट गर्नु पर्यो, पछाडिपट्टि हाम्रो यहाँ के थियो यहाँ हेर्न सक्नुहुन्छ, ब्याकग्राउन्डमा छ, तर पनि यसले डिलिट गर्ने काम गरिदिन्छ। आवश्यकता भागहरूलाई यसले हामी सजिलैसँग डिलिट गर्छौँ, यो छ। र त्यस्तै गरी अर्को छ यहाँनिर हामीसँग यो म्याजिक इरेजर टुल। जस्तै यहाँ सिलेक्सन गर्नुहुन्छ, यसले चाहिँ आफैले अटोमेटिक क्लिक गरिदिनुहोस् त, आफैले डिलिट गरिदिन्छ। यसले सिमिलर कलरहरूलाई फेरि सिलेक्सन गरेर डिलिट गर्ने काम गर्छ। जस्तै यो ठाउँमा तपाईँ क्लिक गर्नुहोस् है, एउटै खालको कलर, म कन्ट्रोल जेड गर्छु, फेरि अन्डु, यसरी एकैचोटि डिलिट गरिदिन्छ। जति पनि तपाईँको सिमिलर कलर हुन्छ सबैलाई एकैचोटि सिलेक्सन गरेर डिलिट गर्ने काम गर्छ यसरी यो ब्याकग्राउन्डले चाहिँ, जुन हाम्रो यहाँ लास्टमा यहाँनिर म्याजिक इरेजर टुल भनेको छ यसरी। र यदि तपाईँले फेरि यसलाई म डिलिट गर्न चाहन्छु, पुरै म डिलिट गर्छु भन्नुहुन्छ, तर यसरी गर्दा तपाईँलाई ढिलो पनि हुनसक्छ, अलिकति टाइम लाग्न सक्छ। त्यसो हो भने थोरै मिलाउनको लागि तपाईँले अरू विभिन्न टुल्सहरू युज गरेर चाँडो काम गर्न सक्नुहुन्छ। जस्तै म यहाँ एउटा सिलेक्सन गरिदिन्छु अब यसरी। कसरी तपाईँलाई छिटो काम गर्नुपर्ने छ अथवा कुन टुल्स युज गर्दा अलि छिटो काम हुन्छ, तपाईँले त्यो आधारमा काम गर्न सक्नुहुन्छ। किनभने कतिपय ठाउँमा हामीलाई एकदमै छिटो काम गर्नुपर्ने हुन्छ, काम गरेर मात्रै भएन, थोरै समयमा धेरै कामहरू गर्नुपर्ने हुन्छ। त्यसो हुँदाखेरि सजिलो अथवा छिटो कुन टुल्सबाट काम गर्न सकिन्छ त्यसलाई तपाईँले युज गरेर काम गर्नुभयो भने बेटर हुन्छ। अब मैले यसलाई ब्याकग्राउन्ड इरेज गर्ने काम गरेँ र अब तपाईँले यसलाई नयाँ सिनमा अब ब्याक स्पेस, यदि एक स्टेप तपाईँको बिग्रियो भने ब्याक स्पेस गरेर पछाडि जान सक्नुहुन्छ। र यसलाई अब तपाईँले नयाँ सिनमा लान चाहनुहुन्छ अथवा यो ठाउँमा चाहिँ अरू कुनै कलर फिल गर्न चाहनुहुन्छ, तपाईँको चोइस ल। र फेरि माथिबाट डाउनलोड गरिदिनुहोस्, जस्ट अघिको पोइन्टमा लगेर जोडिन सक्नुहुन्छ। र यसो गर्नुभयो भने यो सिलेक्सन हुन्छ। सिलेक्सन भइसके पछाडि यदि फिदर युज गर्ने हो भने राइट क्लिक गरेर फिदर लगाउनुहोस्, कति राख्न चाहनुहुन्छ, जस्ट इन्टर गरिदिन्छु र अब किबोर्डमा रहेको डिलिट की प्रेस गरिदिनुहोस्। यसरी हामी ब्याकग्राउन्डलाई इरेज गर्ने काम गर्छौँ। र यसलाई अब तपाईँ नयाँ सिनमा पनि लान सक्नुहुन्छ। जस्तै म एउटा कन्ट्रोल गरिदिन्छु, अथवा एउटा नयाँ अर्को साथीको फोटोमा लगाएर जोडिदिनु पर्यो, फर इक्जाम्पल जस्तै यो छ। अब यसमा ल्याउनु पर्यो, यहाँ जानुहोस्, जस्ट यसलाई माउसले होल्ड राख्नुहोस्, खिचिराख्ने र यसमा लगाएर छोडिदिनुहोस्। कन्ट्रोल टी फ्री ट्रान्सफर्म। यो कन्ट्रोल टी फ्री ट्रान्सफर्म भनेको कहाँ हुन्छ अथवा कहाँ पाइन्छ तपाईँलाई कन्फ्युज हुनसक्छ। यो चाहिँ तपाईँले एडिट मेनुभित्र गएर यहाँ फ्री ट्रान्सफर्म भन्ने यहाँ पाउनुहुन्छ। भनेको हामीले अर्को साथीको फोटोमा पनि यसलाई अब लगेर राख्न सक्यौँ। यसरी ब्याकग्राउन्ड इरेज गर्न सक्नुहुन्छ र त्यसपछि कहाँ लगेर अथवा के गर्नुपर्ने छ त्यसमा तपाईँले यसलाई युज गर्न सक्नुहुन्छ। जस्तै फेरि म कन्ट्रोल गरिदिन्छु, एउटा सिनमा लगेर हालिदिन्छु म। जस्तै यहाँ फ्लावर मानिलिउँ मलाई चाहिँ यहाँ चाहियो, ओपन गर्नुहोस् त, जस्ट यो फोटो चाहिँ मलाई यो सिनमा चाहियो।
अब यहाँ युज गर्न सक्नुहुन्छ यो कन्ट्रोल टी गरिदिनुहोस् र सिफ्ट की होल्ड गरिराख्नुहोस् र यसलाई सर तान्न सक्नुहुन्छ यसरी जस्ट फेरि मलाई यताबाट चाहियो फेरि अथवा मलाई अब यो ठाउँमा यसमा चाहिँ साथीको अर्कै फोटो चाहियो फेरि कन्ट्रोल गर्न सक्नुहुन्छ र त्यस्तै गरी म फेरि अर्कै फोटो ल्याउँछु जस्तै यो फोटो चाहियो मलाई र यतिखेर के गरिदिनुहोस् त यसलाई मैले यहाँ ब्याकग्राउन्ड इरेजर गरिदिन्छु यहाँ हामीसँग छ र क्लिक मात्रै गरिदिन्छु यसले के गरिदियो त एकैचोटिमा सिमिलर कलरलाई सबैले सिलेक्सन गरिदियो त्यतिखेर फेरि सबै ठाउँमा यो टुल्स त्यति इफेक्टिभ नहुन सक्छ हो त्यसो हुँदाखेरि सर यसरी गरिदिन्छु अथवा तपाईँलाई एकदमै सजिलो लाग्छ भने तपाईँले जुन टुल्स पनि जोड्न सक्नुहुन्छ जस्ट मैले अहिले के गर्दैछु त अर्को साथीको फोटोमा अर्को फोटो पनि जोड्नु पर्यो एकैचोटि एउटै सिनमा यसरी तपाईँले युज गर्न सक्नुहुन्छ म जस्ट अहिले सिलेक्सन गर्ने काम गरिरहेको छु र सर यसलाई घुमाइदिनुहोस् र यो ब्याकग्राउन्डको भाग चाहिँ हामीलाई चाहिएन डिलिट गर्न सक्नुहुन्छ कन्ट्रोल डी र यसलाई फेरि लानु पर्यो अब तपाईँको साथीको पिक्चरमा जुन ठाउँमा छ यसमा लगाएर छोड्न सक्नुहुन्छ भनेको हामी यसरी अब मलाई मानिलियो यो अलिकति यहाँ रङ आयो यसलाई तपाईँले डिलिट गर्न सक्नुहुन्छ डिलिट गर्नुहोस् कन्ट्रोल डी र कन्ट्रोल टी यताबाट फर्कट बटन राइट क्लिक होरिजन्टल गरिदिनुहोस् त्यसरी तपाईँले एकै ठाउँमा विभिन्न फोटो ल्याएर पनि जोड्न सक्नुहुन्छ यसरी र हामी अहिले यति नै गर्छौँ बाँकी फेरि नेक्स्ट ट्युटोरियल भिडियोमा देखाउनेछु हस् त धन्यवाद Thank you for watching video.